हेलो सबैलाई नमस्कार। मलाई खासै बोल्नु मन त थिएन र मलाई खासै बोल्न पनि आउँदैन राम्रोसँग है। तैपनि म के कुरा राख्न आएको भन्दा हाम्रो महेशजीले जुन भन्नुभएको छ नि, काठमाडौँ उपत्यकाको मेयर, अहिलेको हालसालको मेयर बिना चुनाव नै हाम्रो पार्टीको बिना चुनाव नै मेयर हुनुभएको छ भन्ने जस्तो कुरा राख्नुभएको छ। यो कुरालाई हजुरहरूले कसरी लिनुहुन्छ? उहाँले राम्रो काम गरेर मेयरको पद पाउनुभएको हो कि है? हाम्रो बालेनजीले मेयरको पद छोडेर पाउनुभएको, एक हिसाबले भन्दा दान दिएको हुन्छ नि है। एक हिसाबले भन्दा दान दिएको हुन्छ नि। कि उहाँले पक्का नेपाली जनताको मन जितेर नै मेयरमा जानुभएको हो कि कसैले ला गरी खा भनेर भिखमा दिएको जसरी उहाँ आउनुभएको? तर हाम्रो यो महेशजीको कुरा सुन्दा चाहिँ कस्तो लाग्यो भनेपछि, उहाँको भनाइ चाहिँ कस्तो लाग्यो भनेपछि, चुनावै नगरिकन हामी यति सक्षम छौँ कि चुनावै नगरिकन हाम्रो पार्टीको उम्मेदवारले मतको सिट हासिल गर्नुभएको छ भन्ने कुरा राख्नुभएको छ। यसमा हजुरलाई के लाग्छ? हजुरहरूको धारणा के छ? कृपया कमेन्ट गरेर सल्लाह सुझाव दिनुहोला। र केपी ओली र बालेन शाह प्रधानमन्त्रीको लागि लड्नको लागि, एउटै क्षेत्रबाट लड्नको लागि ठिक हुन्छ कि हुँदैन त्यसको पनि धारणा राखिदिनु होला। र यही सँगसँगै हजुरलाई अब आउने निर्वाचनपछि प्रधानमन्त्रीमा हजुरहरूले कसलाई हेर्न चाहनुहुन्छ त्यो पनि हजुरले कमेन्ट गरेर बताइदिनु होला, ताकि हामी सबै नेपालीलाई लागेको अलिकति थोरै मात्र भए पनि हौसला बढ्नेछ। नयाँ पुस्ताले जित्छ कि घुमिफिरी आउने त्यही पुरानो पार्टी नै हो? प्लिज यो कुराहरू, हजुरको मनमा लागेको कुराहरू कमेन्टमा व्यक्त गरिदिनु होला। हस् त, यति भन्दै हजुरप्रति बिदा हुन्छु। नमस्ते। जय चन्द्र सूर्य।